हेलो साथीहरू, वेलकम ब्याक टु माई च्यानल। यहाँहरूलाई स्वागत गर्न चाहन्छु साथीहरू आजको ब्लगमा। गुड आफ्टरनुन टाइमबाट चाहिँ मैले ब्लग स्टार्टिङ गरिसकेको छु साथीहरू। यो नयाँ लोकेसनबाट हेर्नु होला। देख्न सक्नुहुन्छ यो गाउँ चाहिँ मैले बेला बेला रिल्समा हाल्ने गरेको थिएँ र आज यहीँबाट ब्लग स्टार्टिङ गर्दैछु है। यो माथि देख्न सक्नुहुन्छ यस्तो छ। यहाँ चाहिँ पुरै टर्निङ बाटोहरू छ होइन। यता पारिपट्टि प्रशस्त गाउँ हुँदैछ। म चाहिँ आज शनिबारको दिन चाहिँ साथीहरू यहाँनिर घुम्नको निम्ति निस्केको छु। यहाँहरू सबैलाई नयाँ लोकेसन नयाँ ठाउँबाट फेरि पनि वेलकम भन्न चाहन्छु। वेलकम ब्याक टु माई च्यानल। यहाँहरूलाई स्वागत गर्न चाहन्छु साथीहरू फेरि नयाँ ब्लगमा। अब म चाहिँ तपाईँको आज शनिबार बिदा भएको कारणले दिउँसो यहाँनिर निस्किरहेको छु र यहाँबाट भ्लग स्टार्टिङ गरेको छु। कति एउटै ठाउँबाट एउटै लोकेसनबाट गर्नु भनेर चाहिँ यहाँको भ्यू र लोकेसन त जतिजना साथीहरूले मेरो पुरानो भ्लगहरू हेर्नुभएको छ त्यहाँबाट पाउनु नै हुनेछ र चिन्नु सक्नुहुनेछ। यहाँ वरिपरि गाउँको अवस्था देख्न सक्नुहुन्छ होला साथीहरू। फाइनली आजको भ्लग चाहिँ स्टार्टिङ भइसकेको छ र साथीहरू अब बर्खाको टाइम छ, मोटो भ्लग हुन्छ हुँदैन, अब समय मिल्यो भने गर्न सक्छु। बर्खाको टाइममा यो पहाडी भूभागमा हिँड्नलाई गाह्रो हुन्छ, कति ठाउँ अफरोडहरू हुन्छ, पहिरोहरू जाने डरहरू हुन्छ होइन। त्यसले गर्दा एकदमै म ठिक चाहिँ भन्न सक्दिनँ र पनि जे जस्तो हुन्छ सम्पूर्ण अपडेटहरू तपाईँहरूले पाइ नै हाल्नुहुनेछ साथीहरू। आजको भ्लगमा यहाँहरूलाई स्वागत गर्दै आजको भ्लग स्टार्टिङ गरिरहेको छु। म चाहिँ फाइनली यहाँ आएर बसिरहेको छु। यहाँ एकदमै हावाहरू चलिरहेको छ यो बाटोको बिचमा। वरिपरि गाउँहरू देख्न सक्नुहुन्छ। ल साथीहरू के कसो हुनेछ सम्पूर्ण अपडेट तपाईँहरूलाई दिने नै हुन्छु। भ्लग हेर्दै गर्नु होला जतिजना साथीहरूले भ्लग हेर्दै हुनुहुन्छ। ल नयाँ साथीहरू हुनुहुन्छ भने कृपया मेरो च्यानललाई सब्सक्राइब गर्नु होला। सब्सक्राइब गर्नुभएको छैन भने बाँकी अपडेटहरू तपाईँहरूलाई म दिँदै जानेछु, हेर्दै गर्नु होला। ल देख्न सक्नुहुन्छ साथीहरू यो चाहिँ लोकेसन मैले भिडियो बनाइरहेको ठाउँ हो भने हेर्नु न, यहाँ तल बाटो यस्तो छ है। यो चाहिँ मेरो घर जाने बाटै हो है। यो चाहिँ यो बाटो हुँदै 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 यता घुमेर यता घुमेर यसरी यो गाउँ हुँदै हुँदै निकै यहाँ पारी देख्नुभएको डाँडाहरू अलिकति कुहिरोको कारणले त्यति राम्रो देखिएको छैन तपाईँले। त्यो बाटो हुँदै हुँदै मैले 2-3वटा जिल्ला काटेर चाहिँ जानुपर्ने हुन्छ साथीहरू मेरो घरसम्मको लागि होइन। र साथीहरू अब यो युट्युबको जर्नी भ्लगिङ गर्ने पनि एउटा सोख नै हुनुपर्ने रहेछ, हबी नै हुनुपर्ने रहेछ। नेपालमा भ्लगरहरू धेरै हुनुहुन्छ, कतिजना सक्सेस हुनुहुन्छ, कतिजना असक्सेस हुनुहुन्छ। असक्सेस मध्येको एक चाहिँ म पनि हो। सक्सेस छैन, धेरै गाह्रो छ साथीहरू युट्युबको जर्नी। कति गाह्रो छ भने नि भनेर साध्य नै छैन क्या। यसमा हबी र सोख नै हुनुपर्छ, नत्र भने धेरै गाह्रो छ क्या। यो भ्लगिङ गर्ने काम, युट्युबमा जोडिने काम भनेको चाहिँ हेर्नु न, यता गाउँ कति मजाको छ है। रमाइलो लाग्दो छ, हावा चलिरहेछ मर्ने गिरी है। यहाँ देख्न सक्नुहुन्छ हावा कस्तो मजाले चलिरहेछ। बाटो यहाँ एउटा ग्याङ आयो, ग्याङ गोलीहरू कहाँसम्म हिँडेको थाहा छैन। ल साथीहरू अघि यहाँ झुलुक्क देखिहाल्नुभयो होला, एउटा ग्याङ आएको थियो क्या यहाँ। यो चाहिँ तपाईँको यो पारिपट्टि देख्दै गरेको उहाँ हेर्छ, यतापट्टिको यो पाखाको साथीहरू यहाँ आउनुभएको थियो। उहाँहरूको ग्याङ एकछिन जमो, एकछिन हावादारी गफ, उहाँहरूको आफ्नै गफ चलो होइन। र म चाहिँ अब फाइनली यहाँ शीतल खाँदै बसिरहेको छु। उहाँहरू तल कुद्दै हुनुहुन्छ गाइजहरूलाई क्याच गर्न सक्छु सक्दिनँ। ल हेर्नु ल, हो यहाँ पुगिसक्नुभयो क्या उहाँहरू। यो ग्याङ अघि जहाँ बसेको थियो उहाँहरू हो, यता यता जाँदै हुनुहुन्छ होइन। यहाँ खोलाबाट छुट्छ त्यो बाटो उहाँहरूको। अझै एकजना त यहाँ पछाडि पनि हुनुहुँदो रहेछ, देख्न सक्नुहुन्छ। यहाँ कुद्दै हुनुहुन्छ। 4-5वटा बाइकमा डबल हुनुहुन्थ्यो।
यो ग्याङ यता कहाँ पुगेर आउनुभएको हो होइन। बिन्दास छ साथीहरू, रमाइलो छ। म बेला बेला यहाँ आउने गर्छु। मलाई जब फुर्सद हुन्छ, म एक्लोपनको महसुस हुन्छ, यहाँ आउँछु, यहाँ आएर बस्छु। एकदम यहाँ वरिपरि देख्न सक्नुहुन्छ खुल्ला छ होइन, र रमाइलो हुन्छ। रम्छु देख्दै हुनुहुन्छ, गाडीहरू कुदिरहन्छ र यो पारिपट्टि यहाँ तल गएको साथीहरू यता पुगिसक्नुभयो। यहाँ बाटो देख्दै हुनुहुन्छ नि, यहाँ कुद्दै हुनुहुन्छ उहाँहरू। अटो पनि रहेछ होइन। म चाहिँ यहाँ यसरी बसेर आफूलाई इन्टरटेनमेन्ट गराउँदैछु। बसाइ मेरो एक्लो छ होइन। ब्लग बनाउने सोख छ, सक्सेस छैन। अघि तपाईँहरूलाई मैले भन्दै थिएँ नि, अनसक्सेस भन्नु कि के भन्नु है, अनसक्सेसै भन्नुपर्छ। 200-250जना साथीहरू जोडिनु भएको छ। कतिजना आफ्नो चिनेको नजिकको साथीहरू हुनुहुन्छ, कतिजना नचिनेको साथीहरू जोडिनु भएको छ। नचिनेको साथीहरू भिडियो हेरेर जोडिनु भएको साथीहरूलाई वेलकम भन्न चाहन्छु। मसँग जोडिनु भयो, तपाईँहरूलाई धेरै धेरै धन्यवाद। निराशा बनाउने छैन, नयाँ नयाँ अपडेटहरू तपाईँहरूलाई म दिनै रहनेछु साथीहरू। र आज चाहिँ निकै नै यहीँबाट हुन्छ होला, मेरो दुःख सुखको कुराहरू पनि तपाईँहरू माझमा सेयर गर्नेवाला छु। सुनसान छ यो वातावरण, वरिपरि रमाइलो ठाउँ देखिन्छ यहाँबाट होइन। अब यहाँको अपडेट कति दिनु, यहाँको बेला बेला रिल्सहरू पनि मैले हाल्ने गरेको छु, बनाउने गरेको छु। 4-5 वर्ष भइसक्यो युट्युबमा भ्लग बनाउने थालेको मैले। अब मभन्दा पछाडि आउने धेरै साथीहरू नेपालको सक्सेस हुनुहुन्छ। अब कन्ट्रोभर्सीहरू हाल्दाखेरि त धेरै नै छिटो ग्रो हुन्छ, मलाई त्यस्तो इच्छा छैन। म आफ्नो जे छ लाइफमा बितिरहेको कुरा र आफूलाई लागेको कुराहरू म तपाईँहरू माझ पस्किने गर्छु साथीहरू। यस्तै छ, देख्न सक्नुहुन्छ पहाडमा बसाइ छ। कर्मथलो मेरो पहाड हो भने जन्मथलो मेरो तराई हो। तराईमा धेरै सङ्घर्षहरू गरेर यो अवस्थामा आएँ र अहिले पहाडमा आएर पनि म सङ्घर्षै गरिरहेको छु। मेरो लाइफको इन्ड कहाँ हुन्छ मलाई नै थाहा छैन होइन। तपाईँहरू कतिजना हुनुहुन्छ यसरी नै बस्नुभएको साथीहरू, जोडिनु होला। मैले सकेको सजेसन त तपाईँहरूलाई म दिने नै छु, सल्लाह सुझाव। र जीवनमा केही गर्नुपर्छ भने एउटा दृढ इच्छा चाहिँ राख्नै पर्छ र परिश्रम गर्नै पर्ने रहेछ भन्ने कुराहरू पनि मैले भोगेको छु साथीहरू। यहाँ पर हेर्नु न, यहाँ माथि देखाउँछु है तपाईँहरूलाई। मैले के रिपोर्ट गरेँ, यहाँनिर चाहिँ एउटा भवन छ यस्तो है, यो बरको रुख छ देख्दै हुनुहुन्छ यहाँनिर। जुम गरेर तान्दाखेरि निकै फाटेको छ। यो चाहिँ मेरो रुमबाट पनि देखिन्छ र यहाँ जाने सोच बनाएको छु। कुनै समय मौका मिल्यो भन्दा पनि म मिलाएर जानेछु साथीहरू। त्यहाँ के रहेछ, त्यहाँबाट पारिपट्टि कस्तो ठाउँ छ, त्यो सम्पूर्ण अपडेटहरू तपाईँहरूलाई गराउने नै छु साथीहरू। र म पनि त्यहाँको के छ सबै कुराहरू अपडेट लिनेछु। हुन्छ साथीहरू, म यहाँ छु। अब बाँकी अपडेटहरू तपाईँहरूलाई कहाँ कहाँ हुनेछ सम्पूर्ण दिने नै छु है। अलि साथीहरू, म चाहिँ फेरि अर्को लोकेसनमा आइसकेको छु। यहाँनिर देख्न सक्नुहुन्छ चाहिँ यहाँ अघि म बसेको बजार एरिया है साथीहरू। अलिकति बेलुका साँझको टाइम भइसकेको छ, धुम्मिरहेछ, तुवालो लागेको छ, त्यसले गर्दा यस्तो देखिन्छ होइन। बसेको बजार चाहिँ यस्तो छ। यो बाटोद्वारा आएको, ऊ त्यो बाइक आउँदैछ होइन। यहाँ एउटा चौतारा छ कि, र यो चौतारामा चाहिँ एकछिन बस्छु। अनि अघि पर थियो कि म यहाँनिर, यहाँ तल भन्दा नि यो डाँडादेखि उता पल्लो डाँडाको मुनि चाहिँ हो कि, यो डाँडाको ठ्याक्कै यहाँ मुनिबाट चाहिँ होइन, यहाँ तल पर्छ कि। यहाँबाट देख्नु त देखिँदैन, जस यो डाँडाबाट मुनि हो। खाजा खाएर तल भिडियोहरू बनाएर अलिक माथि आएर चाहिँ गरेको देख्न सक्नुहुन्छ। तर अब यो देखिन्छ कि देखिँदैन, बेलुकाको टाइम भयो। म चाहिँ यहाँ आएको छु होइन साथीहरू। बर पिपलको रुख छ क्या साथीहरू।
यो चाहिँ बरको भने यतापट्टि पिपल छ, अलिकति राति साँझको टाइम भएर लाइट त्यति छैन, धुम्मिएको छ। अब साँझको समय पनि हो। यहाँनिर हेर्नु न, यहाँ चाहिँ कसको फर्म हो? यहाँ नस्पति फलिरहेछ है। यो नस्पतिको बोट हो, नस्पति फलेछ। यो बरको रुख, यो पिपलको रुख है। यहाँ तारजाली गरेर कम्पाउन्डिङ गरेको छ। यो कसको जग्गा हो? डोला सायद व्यक्तिको हो कि व्यक्तिकै होला, यत्रो खर्च गरेको छ भन्दा नि व्यक्ति हो कि अब सरकारी हो होइन, थाहा भएन। यो चौतारामा चाहिँ बसिरहेको छु। आज फुल्ली इन्जोय गर्ने हिसाबले एक्लै हिँडिरहेको छु। एकजना भाइ हुनुहुन्थ्यो, त्यो भाइलाई जाउँ भनेको, उहाँ चाहिँ म अलिक गलिरहेको छु। दिउँसो कता दाउरा काटेर आउनु भएको अरे, आफ्नै घरको लागि दाउरा चाहिएर लिएर आउनु भएको रहेछ। त्यहाँनिर चाहिँ म जाँदिनँ, गलेको छु भन्नुभयो। ल ठिकै छ, गलेको मान्छेलाई किन डिस्टर्ब गर्नु भनेर छोडिदिइराखेर म एक्लै आएको छु यहाँनिर साथीहरू। र अब यहाँ एकछिन बस्छु, अलिक फ्रेस भएर अनि म जान्छु साथीहरू। यस्तै छ यहाँको हल्लीचल्ली, म बसेको एरियाको होइन। गाडी यहाँ छ। हेलो हेलो साथीहरू, गुड मर्निङ साथीहरू, गुड मर्निङ। यहाँ सम्पूर्णलाई वेलकम भन्न चाहन्छु फेरि पनि नेक्स्ट डेमा। फेरि भ्लग चाहिँ म फेरि अर्को दिन पनि गर्दैछु। र बिहानको टाइम छ, मर्निङ वाकबाट मेरो दैनिकी सुरुवात हुन्छ। साथीहरू देख्न सक्नुहुन्छ, बर्खा लागेको छ, पानी परिरहेको छ अत्याधिक। अहिले पनि सिमसिम पानी परिरहेको छ र म चाहिँ छाता बोकेर हिँडिरहेको छु। देख्न सक्नुहुन्छ होइन, सुनसान छ बाटो। पानीले भिजेर पुरै भइरहेछ, चिसो भइरहेछ बाटोहरू पनि, सबै बोट बिरुवाहरू पनि। बर्खाको टाइम हो, पानी त पर्ने नै भइगयो। ल साथीहरू, कहाँ कहाँबाट हेर्दै हुनुहुन्छ तपाईँहरू सम्पूर्णलाई फेरि पनि धन्यवाद भन्न चाहन्छु। र म चाहिँ बाटोमा हिँड्दैछु। यस्तो छ बाटोको अवस्था। र त्यो चाहिँ पानी झरेर यसो खोल्सी गयो। झर्ना चाहिँ होइन, यो पानी पर्दा झर्ने हो माथिबाट होइन, देख्न सक्नुहुन्छ। र अगाडिको अवस्था यस्तो छ। यो 7 नम्बर वडा कार्यालय अरे होइन। यो सुचारू भइसक्यो कि क्या हो? ल साथीहरू, मेरो दैनिकी भनेको चाहिँ मर्निङ वाकबाटै सुरुवात हुन्छ। र अब आज चाहिँ पानीको कारणले अलिक अल्छी लाग्दै हिँडिरहेको थिएँ। र पनि आइसकेपछि फेरि एनर्जी प्राप्त भइसकेछ। यो कालिज रहेछ, हेरौँ ल त्यो कालिज उता यहाँ पर्छ। यहाँ त्यो यहाँ लुक यहाँ थियो क्या। यहाँनिर छु, सबै त्यो झारीभित्र पस्यो है। यहाँनिर बसिरहेको थियो क्या, म पनि बोलिदिइरहेको थिएँ। अचानक यसो हेरेको त्यो पनि त्यो पानीमा भिजेर त्यो बाहिर निस्किन खोजिरहेको थिएँ क्या। यो यहीँभित्र थियो क्या, सट्टै पस्यो। क्यामेरामा पनि खिच्न भ्याएन क्या। जब मैले त्यता क्यामेरा फर्काएर बोल्न थालेपछि सट्टै त्यहाँभित्र पस्यो। त्यो त्यहीँनिर छ, त्यहाँ कहाँ बसेको छ। त्यो रियल देखेँ क्या मैले निकाली। आज चाहिँ म चौतारामा पनि बसिनँ क्या। चौतारामा पुरा मान्छेहरू बसिरहेको छन् होइन। चौतारामा मान्छे कतै जाने मान्छेहरू होला गाउँबाट आएर त्यो पुरा बसिरहेको छन्। र म चाहिँ सिधै अब लागेँ आफ्नो रुमतिर साथीहरू। ब्लग हेर्दै गर्नलाई के कस्तो लाग्छ होइन। ल फाइनली साथीहरू, बर्खा पुरै लागिसक्यो होइन।
अघि बिहान चाहिँ तपाईँहरूले मर्निङ वाकमा देख्नुभयो भने अहिले चाहिँ म चाहिँ यता पर आएको छु होइन। यता देख्न सक्नुहुन्छ पुरै पानी परिरहेछ। हेर्नलाई यहाँ धानहरू रोपिरहेछ है। यति मजाको बर्खा लागेर चाहिँ तपाईँको पानी सिम पानी परिरहेछ। यस्तो छ है पाहाडतिरको अवस्था अहिले चाहिँ होइन। यसरी धानहरू रोपिसकेको छ गाउँघरमा देख्न सक्नुहुन्छ। बारीको यस्तो हुन्छ पाहाडको खेती चाहिँ, धान खेती गर्ने जग्गा। यसरी यो सबै देखिएको चाहिँ गरा यो धान रोपेको छ यहाँ। अलि पिक्चर चाहिँ फाटे जस्तो छ होइन। पिक्चर फाटो देख्न सक्नुहुन्छ। सबै भर्खर रोपेको छ र यहाँ चाहिँ यस्तो छ देख्दै हुनुहुन्छ। असारको टाइम छ। यहाँ चाहिँ पानी परिरहेछ हुन्छ होइन। र यो पर चाहिँ खोला हो क्या। यो खोला कुनै दिन यहाँ थुनिएर चाहिँ निकै ठुलो घटना भएको थियो। पहिरो गएर थुन्ने पछाडि चाहिँ यहाँनिर निकै ठुलो क्षति गरेको थियो खोलाले है। यस्तो छ ल साथीहरू, यस्तै छ होइन। आजको भिडियोले हामी देख्न सक्नुहुन्छ खेती परसम्म गाउँहरू पानी परिरहेछ। यो अब चाहिँ पुरै बर्खा लागेछ। हुन पनि आज असार 15-16 गते भइसक्यो होइन। पानी पर्ने क्रम जारी छ। ल साथीहरू कहाँबाट हेर्दै हुनुहुन्छ यहाँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। र आगामी दिनमा फेरि पनि यस्तै अपडेटहरू तपाईँलाई लिएर आउने नै छु। हेर्दै गर्नु होला साथीहरू। ल साथीहरू, म चाहिँ एक ठाउँमा आएको भन्दै थिएँ नि। ठ्याक्कै यहाँ चाहिँ हामी एउटा नयाँ गाउँ जस्तो ठाउँमा सेकुवा खाने भनेर आएको छौँ। यहाँनिर दुईजना छौँ देख्न सक्नुहुन्छ है। रेडबुल, यो चटपटे होइन, यो सेकुवा र भाइ हुनुहुन्छ। दुईजना भएर मजाले बसेर खाँदैछौँ। यो सेकुवा चाहिँ अर्ग्यानिक पुरै अर्ग्यानिक रहेछ क्या। मसलाहरू केही मिक्स नभएको, मसलाहरू पनि केही नहालेको, नुनहरू चाहिँ हालेको होला होइन। नुनहरू मोलेर चट्ट बनाएको रहेछ। ठिकै छ, टेस्टी नै छ। अर्ग्यानिक सेकुवा भन्नु पऱ्यो नि अब अर्ग्यानिक, किनभने अजिना दुनियाँ मसलाहरू लगाएको छैन क्या। यो खानाको लागि चाहिँ हामी लगभग बसेको ठाउँबाट 4-5 किलोमिटर अलि टाढो आएको छौँ। अब यो खाएर चाहिँ यहाँबाट जान्छौँ। साथीहरू देख्न सक्नुहुन्छ है। कहिलेकाहीँ यस्तो चिजहरूको पनि टेस्ट लिनुपर्छ। के छ हौ तिमीहरूको हल्ली कतिवटा छ? 2टा लुकेछ तिमीहरूको। हेलो साथीहरू, यहाँहरूलाई धेरै धेरै धन्यवाद यहाँसम्म यो भिडियो हेर्नुभयो। यहाँहरूलाई के कस्तो लाग्यो कृपया कमेन्टमा लेख्नु होला। म चाहिँ फाइनली उहाँबाट सेकुवाहरू खाएर राति आइसकिसकेँ र मैले आफ्नै रुमबाट भ्लग गरिरहेको छु। हुन्छ साथीहरू, बाँकी अपडेटहरू तपाईँहरूले फेरि पनि नेक्स्ट भ्लगमा पाउनु नै हुनेछ। यहाँसम्म हेर्नुभयो, के कस्तो लाग्यो कृपया कमेन्टमा लेख्नु होला। बाँकी फेरि नयाँ अपडेटहरू तपाईँहरूले पाइ नै हाल्नुहुनेछ आगामी दिनमा साथीहरू। अब अहिले बर्खाको टाइम छ, टाइम मिल्यो भने म नेक्स्ट पक्कै पनि मोटो भ्लगहरू तपाईँहरू माझ ल्याउने नै छ साथीहरू। हुन्छ, आज भन्नु यति भन्दै आजको भ्लगबाट बिदा हुन चाहन्छु। बाई।